साथीहरू आज यसो 3-4 वर्षपछि विदेशबाट आएको हाम्रो एउटा आमा समूह हुनुहुन्छ टोलको आमा समूह चाहिँ यसरी स्वागत कार्यक्रम जस्तो होइन रमाइलो गरिँदैछ हाम्रो एउटा टोलको एउटा एकता टोलको एउटा समूहगत ले एउटा विशेष वेलकम कार्यक्रम जस्तै भनौँ न त्यो उपलक्ष्यमा चाहिँ यसरी राख्यो यसरी रमाइलो गरिन्छ है हामी गाउँठाउँ हाम्रो एउटा टोलको एउटा समूहगत कार्यक्रम जसरी हामी विदेशमा आउने जानेहरूलाई वेलकमसँगै गुड बाई यसरी कार्यक्रम चाहिँ राखिन्छ त्यो चाहिँ आज हुन्छ मामा है त मामा रे चाहिँले यहाँ 1000 अहिले चाहिँ रु 100 मात्रै हो है थालमा 1000ले भरिसक्यो ल है त साथी हो यता पनि हेरौँ हल्का खै जोस मुखिया खै जोस यहाँको त होला नि त होला नि त ल है त अहिले चाहिँ हामी खाजा खानको लागि एकदमै रेडी अवस्थामा छौँ है खाँदै पनि छौँ यहाँ आमाले चाहिँ बाँड्दै हुनुहुन्छ ल यसो अब हल्का यो चाहिँ तनहुँ जिल्लाको गिरिङ गाउँपालिका वडा नम्बर 2 भोरकोटमा हो है पदम बहादुरजी म चाहिँ युट्युब लाइभ प्लस टिकटकमा लाइभ बसिरहेको छु अहिले त्यही भएर कन्टेन्टमा चाहिँ के बोलिरहेको छ मान्छे भन्न सक्नु होला पछि युट्युबमा हेर्नुहुनेहरूले म चाहिँ टिकटकमा लाइभ पनि बसिरहेको छु प्लस युट्युबको लागि पनि कन्टेन्ट बनाइरहेको छु है त
यो चाहिँ हाम्रो ब्रेक टाइम। ए हे हाम्रो सोम मामा पनि आउनु भएको रहेछ है त। हाम्रो मामालाई स्वागत छ है। हाम्रो मामा पनि आउँदै हुनुहुन्छ भन्ने सुन्दै थिएँ है। एकदम हाम्रो सोम मामा पनि अनलाइन आउनु भएको रहेछ कि त्यही भएर। हजुर हजुर मामा हामी सबै सन्चै छौँ है। हजुर आरामै हुनुहुन्छ होला के अरे। ओहो चिन मगरजीलाई धन्यवाद धेरै धेरै। ल है त यहाँ चाहिँ अब व्यापक दोहोरी चल्दैछ है। हाम्रो मामाको उपलक्ष्यमा यहाँ त व्यापक रमाइलो पनि हुँदैछ त। धन्यवाद हाम्रो मामा श्रीलाई। म चाहिँ युट्युब लाइभ प्लस टिकटक लाइभलाई यसो भिडियो गराइरहेको छु है। हजुर मामा म भोलि युट्युबमा राख्छु है। यसको फुल भिडियो चाहिँ भोलि युट्युबमा हेर्न सक्नुहुन्छ लोक थापा मगर युट्युब च्यानलमा है। एकदम सोम मामा आउँदा पनि यस्तै रमाइलो गर्नुपर्छ। हजुर मामा एकदम हजुरहरू पनि आरामै हुनुहुन्छ होला के है। ल है सोम मामा हजुरको नाम उच्चारण हुँदैछ यता। सोम मामा आउँदा पनि यस बेलासम्म नचाउने भन्दै हुनुहुन्छ क्या निर्वाजीले, त्यही भएर सोम मामा ओहो हाम्रो केश मामा पनि आउनु भयो है। स्वागत छ केश मामालाई। हाम्रो चिन मगरजीलाई पनि धेरै धेरै धन्यवाद छ है। लहर धन्यवाद मामा केश मामा। हामी यता माइला मामाको आज माइला मामा आउनु भएको छ, त्यसैको रमाइलोमा छौँ है। केश मामा नै आउनु भएको के हजुर। ल यता मासु आयो साथी हो, मासु
हामी चाहिँ एकदम लोकल बङ्गुरको मासु यता देख्न सक्नुहुन्छ है। ल है यहाँ अघि आमा नाचिसक्नु भयो, अब भोलि युट्युबमा हेर्ने। ल धन्यवाद धन्यवाद। म त लाइभ आएँ कि रोजको वर्षा हुन्छ, आजभोलि त के हो यस्तो। हस् हुन्छ चिन्मगरजी है, धन्यवाद धेरै धेरै। ल है त यता खानेकुराहरू आउँदैछ है। लोकल कुखुराको मासु प्लस बङ्गुरको मासु है। फेरि पनि धेरै धेरै धन्यवाद हाम्रो चिन्मगरजीलाई। म जान्छु ल अब यहाँ चक्लेट बाँड्दै हुनुहुन्छ है। अब यता पैसा यता बियर लोकल रक्सी मासुको व्यवस्था छ भने यता चक्लेटको व्यवस्था गर्नुभएको छ र माइजूले बाँड्दै हुनुहुन्छ है। अब यसको लागि त गाउँ आउनु पर्यो है, के गर्नु, चितवनमा बसेर भएन। ए यहाँ हाम्रो माइला मामा आउनु भएको छ, त्यसैको उपलक्ष्यमा है नारायण। हेलो हेलो। Oi!